हेलो साथीहरु, गुड मर्निङ, नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ र सबैजनाले चाहिँ मेरो होममा गएर युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र लाइक कमेन्ट पनि गर्नु होला। र अहिले हामी चाहिँ दाउरा खोज्नु जाँदैछौँ अनि आजको मेरो भ्लग चाहिँ यस्तै आउने छ साथीहरु। दाउरा खोज्नु जाने, बाटोमा बस्ने है। अनि उसले ए गीत नबजाउने यार। यो माझको बहिनीले चाहिँ हेर्नु न साथीहरु, यत्रोबाट डोको बोकेर हिँडिरहेछ। मला जत्रो डोको बोकेर हिँडिरहेछ, मला जस्तो। आज चाहिँ हामी दाउरा खोज्नु जाँदैछौँ साथीहरु बाटोमा है। अरू बेला चाहिँ हामी चारो खोज्नु जान्थ्यौँ भने आज चाहिँ हामी दाउरा खोज्नु गइरहेको। हिजोदेखि चाहिँ हाम्रो दाउरा खोज्नु स्टार्ट भइरहेको छ, सुकेको दाउरा खोज्नुलाई। यहाँ परतिर आउँदै हुनुहुन्छ सोल्टिनेहरूलाई लिएर गएको दाउरा खोज्नुलाई चाहिँ। अब हामी दाउरा चाहिँ पाउँछ पाउँदैन है। खोज्नु चाहिँ यति धेरै मान्छे गइरहेछ, दाउरा हाम्रो गाउँतिर चाहिँ खासै पाउँदैन नि त। लेकमा जस्तो दाउरा हाम्रो बेसीतिर पाउँदैन है। त्यसको बाबु हागा झर्छ। बाटोमा चाहिँ सबै लकडी काटेर यता माथि माथि जङ्गलहरू हेर्नुहोस्। यहाँ माथितिर चाहिँ कति जङ्गल थियो नि त, अनि अहिले चाहिँ सबै लकडी काटेर यता सबै बाटो रोडतिर झारेर छ्याङ्ग बनाउनु भएको रहेछ है। यहाँनिर चाहिँ डरलाग्दो जङ्गल थियो नि त, ठुलो जङ्गल थियो। अनि अहिले चाहिँ सबै जङ्गलहरू फाडेर लकडी काटेर यो चिलाउनेको पनि बिग्दो रहेछ नि त लकडी। त्यही भएर यहाँ चाहिँ चिलाउने मात्रै थियो। अनि चिलाउने उत्तिसहरू सबै यसरी जङ्गलहरू सबै फाडिरहेको छ। पैसा हो नि त, पैसा। हारी त यस्तो भएर फाड्दै काटेर यहाँ चाहिँ हिलो ट्र्याक्टरले हिलो। यतातिर चाहिँ हाम्रो बाटो चाहिँ हामी दाउरा खोज्नु जाने बाटो चाहिँ यस्तो भइरहेछ, चिप्लो पुरा बर्खा जस्तै भइरहेछ। यो ट्र्याक्टर हिँडेर हो क्या, ट्र्याक्टर चाहिँ परालहरू लिनु जान्छ नि त यता खेतमा। अनि त्यही भएर यहाँ माथि जम्मेको पानी जङ्गलतिर। अनि उहाँ हेर्नु न दाउरा ठोकेको चिरेको अरे। दाउरा ठोकाइएको कस्तो छ भनिदिनु होला। डोको लिएर आयो, डोको हेर्नु है। यहाँ अब हाम्रो बहिनीको चाहिँ डोको यिनीहरूलाई चाहिँ दुई भारी दाउरा पुऱ्याइसकेको छ। मैले चाहिँ एक भारी मात्रै है, मलाई त काट्नु नै सक्दिनँ दाउरा। अनि यिनीहरू त डरो छ नि त, रहिनी हो यो। अनि ऊ त पनि छेत्री नै भने त कडा छ। म चाहिँ साह्रै लुती परेँ। के काट्ने अरे? धाले ल ठिक छ। ल अब हामी यस्तो फेरि हल्ला त हल्लाउ न। उता चाहिँ भारी पुऱ्याएर बसेको डोको ल्याएको छ। यत्रो डोको ल्याएको छ नि त उसले, यत्रो डोको ल्याएको छ। नु काटेर यिनीहरू चाहिँ हेर नि कम त। यहाँ हेर्नु यहाँ मेरो चाहिँ जङ्गलमा त हल्ला गर्नुपर्छ नि त होइन साथीहरू। यहाँ भएको सबैहरू जीव जन्तुहरू पर हटाउने नि हामी बस्ने हो नि त यहाँ हल्ला गर्दै। अनि त्यही भएर म त हल्ला गरिरहन्छु। म चाहिँ अहिले दाउराको भारी लाउनु थालेँ साथीहरू। अब भारी पुग्यो नि त हाम्रो भारी पुग्यो। अनि हामी भारी लाउँदैछौँ यसरी डोकोमा। डोको यसरी तान राखेर अनि म यसरी टुक्रुका बसेर। अनि यहाँ दाउरा यस्तो भइरहेछ। अनि म माथि दाउरा ठोकेकै छ। अनि म चाहिँ यहाँनिर राख्ने अनि भारी लगाउने। हेर न पातले छल्दिएको क्यामेरा पनि। ओहो केले छलेको यस्तो चाहिँ हुँदैन ल गाइस, यस्तो पाराले चाहिँ हुँदैन। यसरी भारी ठोकेर चाहिँ कसले लगाउँछ साथीहरू दाउरा चाहिँ? हामी चाहिँ यस्तो मिल्दैन नि त, त्यही भएर लगाएको साथीहरू। उयो दाउरा चाहिँ ठोक्नु हुँदैन अरे होइन, तर म चाहिँ ठोकिदिन्छु। दाउरा ठोक्नु हुँदैन भनेको सुनिरहेको थिएँ है, तर के गर्नु यहाँ सानो ठुलो भएर दाउराहरू पनि नमिलेर के पाराको भयो भारी त फ्या परिरहेको छ त हौ। भारी त कस्तो
भारी त हो भारी टाढो छ नि त बाटो चाहिँ बाटो हामीलाई लगभग 1.5 घन्टा लाग्छ होला है 1.5 घन्टा लाग्छ है 2 घन्टा हाँ यिनीहरूले यति भारी लगाएको छ सुत्दै जाने अरे बाटोमा त्यसै त गर्नु होला त भारी ठोकेर लाउनु हुँदैन भनेर कसले भनेको किन लोबिनीहरूले त्यति भारी लगाएको छ हेर्नुहोस् यसरी अझै डोकै भरिएको छैन डोकै भरिएको छैन अब अझै लाउनु पर्ने छ हामी चाहिँ आएर पनि यहाँ ड्याङ ड्याङ दाउरा काटेर हामीले भारी पनि पुऱ्याइसक्यौँ है हामी चाहिँ अहिले यहाँ जङ्गलमा आएको निकै टाढो जङ्गल हो यो चाहिँ त्यहाँ आएको यतातिर चाहिँ दाउरा काट्नु ठिकै छैन अब घारी पनि छैन खासै काँडा पनि छैन नभए त लेकतिर त घमरीको काँडा ऐसेलीको काँडा हुन्छ नि त अनि घारी हुन्छ अनि हाम्रोतिर चाहिँ खासै छैन हामीलाई तर्साउँदैछ क्या एन्जिला हामीलाई तर्साउँदैछ तर्सायो यहाँ अब नपत्याए त के जङ्गलमा आएको हामीलाई तर्साउँछ क्या हो तर्सायो एन्जिला त डाँडाले झर्दैछ एन्जिला त डाँडाले झर्दैछ अनि तर्सायो भनेको त सबैजना आयो तर्सायो उयो कसले सुसिला लाए जस्तै गर्यो क्या तर्सायो भनेको यहाँ हेर्नुहोस् है साथीहरू सबैजना आयो त्यसै दाउराको भारी बोकेर आएर यहाँ पाल्टाङ पुल्टो त्यता बिसाको भारी चाहिँ अनि यहाँ आएर बसेको घाम छ यहाँ पानी खानुको लागि फेरि यहाँ बिसाएको छौँ पर पानी खानु गएको छन् मैले चाहिँ पानी खाएर आइसकेको यतातिर चाहिँ मुढाहरू पल्टाउँदै हुँदो रहेछ नि त अनि धेरै बेर बस्नु हुँदैन क्या मुढा पानी खानु गएको हो कि यिनीहरू त्यहाँ हाँसिरहेछ छिटो आऊ न ए बल्ल बल्ल घर आइपुग्यो साथीहरू पर हो नि त टाढो बिहान 10 बजी गएको होला अनि अहिले हामी चाहिँ आइपुगेको छौँ उफ त्यति त भइरहेछ